नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ नेपालमा कोरोनाको प्रसङ्गबाट। नेपालमा पछिल्लो 24 घण्टामा थप 107 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या 2,75,625 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या 1000 रहेको छ। पछिल्लो 24 घण्टामा 52 जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या 2,71,610 पुगेको छ। नेपालमा पछिल्लो 24 घण्टामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने संख्या 1 रहेको मन्त्रालयले पुष्टि गरेको छ। हाल नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3015 पुगेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 5 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पछिल्लो 24 घण्टामा धनुषामा 3, महोत्तरीमा 1 र सर्लाहीमा 1 जना संक्रमण देखिएको छ। प्रदेश 2 मा कुल संक्रमितको संख्या 17,211 पुगेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोना संक्रमणबाट 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,984 जना संक्रमण मुक्त भइसकेका छन्। अहिलेसम्म 1,46,662 जनामा स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 21 स्वाबको नतिजा आउन बाँकी छ। कोभिड-19 सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्री परिषदलाई सिफारिस गरेको छ। बिहिबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको कोभिड-19 सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले नेपाल र भारत बीचको यातायात सञ्चालन गर्नका लागि मन्त्री परिषदलाई सिफारिस गर्ने निर्णय गरेको हो। नेपाल भारत यातायातका 13वटा रुटबाट पूर्ववत रूपमा यातायात सञ्चालनको निमित्त मन्त्री परिषदलाई सिफारिस गरिएको सीसीएमका सचिव खगराज बरालले बताउनुभयो। यात्रुहरू पूर्ण रूपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा 72 घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने उहाँको भनाइ छ। र आज चाहिँ हामी विशेष गरी दुईटा एजेन्डा, एउटा भौतिक योजना जस्ता यातायात मन्त्रालयकोबाट आएको नेपाल भारत मैत्री बस सेवा छ नि, नेपालका 13वटा रुटहरू नेपालबाट भारतका विभिन्न ठाउँमा जाने ती बसहरू पूर्ववत रूपमा सञ्चालन गर्नको निम्ति यातायात व्यवसायीहरूबाट माग आइरहेको र अहिले हाम्रो नेपाल भारत सिमानामा गाडी आवाजात चाहिँ खुल्या छैन, मान्छे आवाजात खुल्या छ। त्यसले गर्दाखेरि मान्छे के गर्ने भने भारी गाडीमा आयो, ओर्ल्यो, अनि यता आयो, फेरि अर्को गाडी चढ्यो भन्दा। त्यसैगरी बैठकले नेपाल भारत सीमामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ। गत चैत्र 11 गतेदेखि नेपालका कोभिड-19 संक्रमणका रूपमा लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ। यातायातका साधन ठप्प भए पनि सिमानाबाट हजारौंको संख्यामा दैनिक रूपमा आवत जावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनका लागि पहल गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठकले केपी शर्मा ओलीको संयोजकत्वमा 24 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वमा 24 सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो। संसदीय दलको उपनेता सुभाष चन्द्र नेमाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी सदस्य रहने संसदीय बोर्डमा नेताहरू झलनाथ खनाल र माधव कुमार नेपाललाई पनि समेटिएको छ। त्यसैगरी सदस्यहरूमा सुमन प्याकुरेल, विमला राई, खिमलाल भट्टराई, राधा गेवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राय, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारद मुनि राणा, मोहन बानिया, भूपेन्द्र थापा, खेम लोहनी, सरिता नेौपानी र विमला विक रहेको सांसद तामाङले जानकारी दिए। त्यस्तै बैठकले नेकपा एमालेको संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य रहेको विधान संशोधन कार्यदल पनि बनाएको छ। संशोधन गर्नुपर्ने, यद्यपि 2072 सालमा हामीले त्यो विधान बनाएका थियौँ। त्यो विधान संशोधन गर्नको लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ, प्रतिनिधि सभाबाट, राष्ट्रिय सभाबाट विमला पौडेल राई सदस्य रहेको 3 सदस्यीय विधान कमिटी संशोधन कमिटी बनेको छ। यो कमिटीले 7 गतिको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव तयार गरेर पेश गरेको छ। र अर्को महत्त्वपूर्ण निर्णय, नेकपा एमालेको संसदीय बोर्ड गठन गरिरहेको थिएन, धेरै लामो समय भएको थियो र बोर्ड गठन गर्नुपर्ने आवश्यकता भने
संसदीय दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा अहिले 24जना सदस्य रहेको बोर्ड गठन गरिएको छ। त्यसमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय दलको उपनेता सुभाष लिम्बाङ, संसदीय दलको प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी उहाँहरू पदेन हुनुहुन्छ। त्यसबाहेक हामीले आजको बैठकबाट झलनाथ खनाल, माधव कुमार नेपाल, सुमन प्याकुरे, विमला राई, खिमलाल भट्टराई, राधा गेवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनि राणा, मोहन बानिया, उपेन्द्र थापा, एम लोहनी, सरिता नेउपाने, विमला विका रहेको चाहिँ अहिले 24 सदस्य। संसदीय दलको अर्को बैठक चैत्र 7 गते बोलाइएको सांसद तामाङले जानकारी दिनुभयो। नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ। वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालीन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण नबनेको प्रतिक्रिया दिनुभयो। उहाँले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पार्नुभयो। यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको बताउनुभयो। वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको भन्ने कुरामा अन्य दलहरूभित्र भएको अन्तर्कलह र त्यसको परिणामको स्पष्ट तस्बिर बाहिर आइ नसकेकाले पार्टीले पनि धारणा तय नगरेको उहाँले जानकारी दिनुभयो। उहाँले नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र अन्तरसङ्घर्ष चलिरहेको र उनीहरू पनि आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गर्नुभयो। राजनीतिक वृत्तमा चर्चा भए जस्तो वास्तवमै प्रतिगमनतिर लैजाने प्रधानमन्त्रीलाई विदाई गर्ने हो भन्ने सबै दलहरू प्रधान एजेन्डा साथ आउनुपर्ने धारणा उहाँले राख्नुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि 20 वर्ष अवधि पुगेका सार्वजनिक साधनहरूलाई म्याद थप गरी सञ्चालनको अनुमति दिन माग गरेको छ। बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमवाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि 20 वर्ष अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरूलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरी अनुरोध गरेको छ। प्राविधिक चेक जाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ। 20 वर्षे सवारी साधनहरू विस्थापित गरिए नयाँ सवारी साधनका लागि 100% भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो। वैकल्पिक व्यवस्था नभएसम्मका लागि हाल सञ्चालनमा रहेका सवारीका साधनको म्याद थप गरी सञ्चालन गर्ने व्यवस्थाका लागि अनुरोध गरिन्छ। 2 फलामे निश्चित आयु नहुने जति मर्मत सम्भार गर्यो त्यति नै टिकाउ हुने हुँदा उमेरको आधारमा 20 वर्ष सार्वजनिक सवारी साधन विस्थापित गर्नु उपयुक्त एवं व्यवहारिक नभएकोले 20 वर्ष सवारीका साधनलाई प्राविधिक चेक जाँचको आधारमा सञ्चालन गर्ने व्यवस्थाका लागि अनुरोध गरिन्छ। 3 कदाचित 20 वर्ष सवारी साधनहरू विस्थापित गर्नु परे अवस्थामा सिर्जना भएमा विस्थापित सवारी साधनलाई स्थापित गर्दा भन्सार बिन्दु लाग्ने 100% भन्सार छुट गरी सो सवारी साधनको सट्टामा सोही प्रकृतिको सवारी साधनहरू आयात गरी सञ्चालन गर्ने दिने व्यवस्थाका लागि अनुरोध गरिन्छ। महासंघले मूल्यवृद्धिको आधारमा चैत्रको तेस्रो साताभित्र भाडा समायोजन गर्नका लागि पनि ज्ञापन पत्र बुझाएको छ। चैत्रको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। भारी मूल्यवृद्धि हुनुको साथै कोरोना महामारीको कारणले कार्य सञ्चालन नभएको अवस्थाबाट व्यवसायहरूले बैङ्क किस्ता तिर्न नसकी सम्बन्धित निकायमा गाडी बुझाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना समेत भएकोले नेपाल सरकारबाट तय गरिएको प्रत्येक आर्थिक वर्षमा गरिने भनिएको मूल्यवृद्धिको आधारमा यही चैत्र तेस्रो हप्ताभित्र अनिवार्य रूपमा भाडा समायोजन गरिदिनु हुन भई सार्वजनिक यातायात क्षेत्रमा संलग्न देशभरका यातायात व्यवसायलाई संरक्षण गरिदिनु हुन समेत माननीय मन्त्रीज्यू समक्ष सादर अनुरोध गरिन्छ। साथै उक्त समयावधिभित्र भाडा समायोजन नभएमा बाध्य भई सम्पूर्ण सार्वजनिक सवारी साधनहरू घर ग्यारेजमा थन्क्याउन बाध्य हुने बेहोरा समेत माननीय मन्त्रीज्यू समक्ष सादर अनुरोध गरिन्छ। ज्ञापन पत्र बुझ्दै मन्त्री नेमवाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार।
अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा परि 3 जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य 11 जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार सरकारी कर्मचारी बोकेको गाडीमा बिहीबार बम विस्फोट गराइएको छ। रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि, तालिबान, अमेरिका, रुस लगायत मुलुकमा प्रतिनिधिहरूबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विस्फोट भएको हो। अफगानिस्तानको शान्ति प्रक्रियामा बिहीबारको बैठक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। काबुल प्रहरीका प्रवक्ताले 3 जनाको मृत्यु भएको पुष्टि गरे पनि यस विषयमा थप जानकारी दिएका छैनन्। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।